नमस्कार, यो हो नेपाल सरकारद्वारा सार्वजनिक गरिएको वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क आर्थिक वर्ष 2081-82। आउनुहोस् यसपटकको आर्थिक अवस्थाको संक्षिप्त जानकारी लिऊँ। चालु आर्थिक वर्षमा नेपालको कुल गरायष्ट उत्पादन जीडीपी को आकार 61 खरब 60 अरब पुगेको छ। गएको वर्ष यो रकम 57 खरब 9 अरब थियो। आर्थिक वृद्धि दर आधारभूत मूल्यमा 3.99% रहेको छ भने उपभोक्ता मूल्यमा 4.61% ले वृद्धि भएको देखिन्छ। प्रति व्यक्ति कुल गरायष्ट उत्पादन 1496 अमेरिकी डलर र प्रति व्यक्ति कुल राष्ट्रिय आय भने 1517 अमेरिकी डलर रहेको छ। विदेशबाट प्राप्त रकम वर्कर रेमिटेन्सले कुल जीडीपी को 25.89% हिस्सा ओगटेको छ। कुल राष्ट्रिय बजेट जीडीपी को 36.24% छ, तर वस्तु तथा सेवा आयात भने जीडीपी को 32.91% रहेको छ। निर्यातको योगदान भने मात्र 8.74% रहेको छ। कुल उत्पादन 92 खरब 46 अरब 55 करोड। जीडीपी मा विभिन्न क्षेत्रको योगदान यस्तो रहेको छ। प्राथमिक क्षेत्र 25.6%, द्वितीय क्षेत्र 12.4%, सेवा क्षेत्र 62%। वृद्धि दर कृषि क्षेत्रको वृद्धि दर 3.28%, गैर कृषि क्षेत्र 4.28%, प्राथमिक क्षेत्र 3.25%, द्वितीय क्षेत्र 4.65%, तृतीय क्षेत्र 4.21% रहेको छ। यस वर्षको तथ्याङ्कले नेपालको अर्थतन्त्र विस्तार हुँदैछ, तर अझ सुधारको आवश्यकता छ। यस्तै भिडियोको लागि यस च्यानललाई सब्स्क्राइब गर्नुस्, भिडियोलाई लाइक गर्नुस् र शेयर पनि गर्न नभुल्नुहोला।